साथीहरु म आज यो वायरलेस माइक चाहिँ कसरी सेट गर्ने भनेर सिकाउँछु है। भिडियो अन्तिमसम्म हेर्नु होला है, इजी छ। सबभन्दा पहिला चाहिँ म यो माइकलाई चाहिँ केसबाट निकाल्छु है। यो माइक भयो, यसलाई निकालौँ। यो प्लग भयो है। त्यसपछि फोन, यो फोन भयो। फोनलाई लक अन गरेर यो प्लगलाई चाहिँ छिराउँ हैन। प्लगलाई छिराइसकेपछि यहाँ तपाईको लाइट बल्ब चाहिँ सिग्नल आउँछ है। सिग्नल आइसकेपछि चाहिँ यो माइक जुन छ, माइकको यहाँ स्विच बटन छ हैन। यो स्विच बटनमा चाहिँ 3-4 सेकेन्ड थिचिराखेपछि यो माइक अन हुन्छ है। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ लाइट बलिसकेको छ। ल अब यति भइसकेपछि यो माइक चाहिँ रेडी भयो है। यो माइक अब तपाईले नर्मल क्यामेरा, भिडियो क्यामेरा, फेसबुक लाइभहरु यताउता सबैमा युज गर्न सक्नुहुन्छ है। कहिलेकाहीँ चाहिँ साउन्ड आएन भने चाहिँ यो जुन छ नि यो निकालेर चाहिँ यहाँ तपाईले एक दुईचोटी यसरी हानेर चेक गर्नुभयो भने चाहिँ यो काम गर्छ है। भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभुल्नु होला।